बाबुलाई के भएको यो? बाबुको चाहिँ जन्मजातदेखि नै हो। अनि अहिलेसम्म भन्नुपर्दा 4 वटा अपरेसन भयो बाबुको। अनि अरू बाँकी छ। अब यहाँ नेपालमा अलिकति नहुने भएको भएर बेङ्गलोरको लागि कुरा गर्नुभएको छ। यहाँ नेपालमा हुँदैन अरे अब यस भनेर सबै सामग्रीहरू नपाएको भएर। के भयो त बाबुले चाहिँ? अनि के हो यो जन्मजात यस्तै हो? हजुर बाबुको यो पहिला चाहिँ यो सबै यो भागहरू सबै खुल्ला थियो। अनि यो सबै टालेर यो नाकहरू पनि यो आँखाहरू पनि सबै टालेको थियो। अनि पछि अपरेसन गरेर अनि मिलाएको अहिलेसम्म 4 वटा अपरेसन भइसक्यो बाबुको। एकदम भनौँ न सुतिरहेको छ अहिले चाहिँ, सुतिरहेको। हजुर जस्तै म कसरी जोइन हुन्छु म कसरी यता यसरी पुग्छु, मलाई कसरी पुगाउनुहुन्छ भगवानले, कसरी म यसरी मान्छेहरू सामु पुगिरहेको छु मलाई त्यो पनि थाहा छैन च्याट है। तर एकदम है। अघि म हजुरको लाइभमा गएर हेरिरहेको थिएँ अनि रिक्वेस्ट गरेको थिएँ हजुरलाई, सर मेरो एकचोटि छोराको लागि प्लिज हेल्प गरिदिनु न। मैले मेसेज गरेको थिएँ हजुरलाई। अनि हजुरको त्यो मेसेज त पढ्न पनि नभ्याए नि के, एकदमै फास्ट एकदमै। अब हजुरको धेरै साथीहरू हुनुहुन्छ नि त। हजुर मैले धेरै पटक मैले हजुरलाई अपिल गरिरहेको थिएँ, जस आइदिनु एकदमै खुसी लाग्यो हजुर भेट्न पनि। एकदम है। ओहो राजा त्यस्तै हो। एउटा चाहिँ बेसहाराको जो सहारा बनेर आइदिनुहुन्छ एकदमै खुसी लाग्छ सर। त्यही हो। मेरो एउटा छोरा एउटा छोरी हो भन्नुपर्दा। अहिले चाहिँ मेरो वाइफ पनि हुनुहुन्न, म चाहिँ एक्लो पुरुष हो, एक्लै हेर्नुपर्छ घरमा। बाबा हुनुहुन्छ अनि मम्मी बित्नु भएको, छोरा छ एउटा छोरी छ। सबै जिम्मेवारी छ, धेरै कुरा। यो अवस्थामा बाबुको लागि एउटा आमाको काग चाहिएको थियो है। त यस्तो बाबुलाई झन् छोडेर गएन होइन, त्यो दुःख लाग्छ। बाबुकै लागि भनेर जस एउटा चाहिँ अलिकति पैसा जुटाएर अपरेसन गर्न सकिन्छ कि भन्ने एउटा आशमा चाहिँ जस मैले बाबुलाई होइन हुन्छ कि उपचार भनेर मैले वैदेशिक रोजगारमा पठाएको थिएँ। त्यही नै हो।